अनुरोध गर्दछु। आदरणीय साथीहरू, दाइको अनुमतिमा म आजको कार्यक्रमलाई सञ्चालन गर्न गइरहेको छु। आजको कार्यक्रमको मुख्य उद्देश्य यहाँ उपस्थित हुनुभएका युवाहरू र हाम्रा दाजुभाइहरूसँग चाहिँ टिभी दाइसँग अन्तर्क्रिया गर्ने कार्यक्रम आजको मुख्य कार्यक्रम हो। त्यस अर्थमा अब म यसलाई धेरै विलम्ब नगरिकन दाइले पहिला अब यहाँ उपस्थित सम्पूर्णका नाममा एउटा सम्बोधन गर्नुहुनेछ। त्यसपछि हामी अन्तर्क्रिया कार्यक्रम र साक्षात्कार कार्यक्रम गर्छौँ। साथीहरूले प्रश्न के दाइसँग छ भने गर्नुहोला। अब यो 9 नम्बर क्षेत्रमा हामी बाल्यकालदेखि नै धेरै मान्छेहरू आए। यता भुँडी गरेका नेताहरू नै आउँथे पहिला। अहिले हजुर त साह्रै पातलो स्लिम फिट देखियो, त्यो एउटा खुसी लाग्यो है। कुरा यति धेरै गर्थे, यति चढाइ कुरा गर्थे, तर त्यो कार्यान्वयन भएको चाहिँ खासै हामीले चाहिँ देखिएन होइन। हामी राजनीतिमा त्यसरी लागेको मान्छे पनि होइन, तर हजुर चाहिँ एउटा श्रम संस्कृति मन्त्री पनि भइसक्नु भयो मान्छे होइन। अब 9 नम्बरको मात्रै होइन, यो देशको सबभन्दा ठुलो चासो के छ भने युवालाई देशमा कसरी राख्ने। अब अहिले यो हजुरले भन्नुभयो जस्तै नयाँ भाइहरू देखियो क्या यहाँ, हामीभन्दा धेरै कम उमेरका भाइहरू देखियो होइन। जस्तो युवाहरूलाई चाहिँ देशमै रोजगारी सिर्जना गर्ने र युवाहरूलाई देशमै राख्ने रासोपाले विशेष गरी तपाईँ पार्टीको जिम्मेवार उपसभापति मान्छे पनि भएको हुनाले तपाईँहरूको चाहिँ के कस्तो त्यस्तो योजना छ, म त्यो चाहिँ एकदमै मेरो उत्सुकताको विषय हो होइन। र नर्मली पार्टीहरूको अहिले कुरा के सुन्छु भने खालि आफ्नो कार्यकर्ता कसरी बचाउने, आफ्नो पार्टी कसरी बचाउने मात्रै देखिन्छ क्या। देशको उद्योग कसरी बचाउने, देशमा कसरी उद्योग निर्माण गर्ने, कसरी रोजगारी सिर्जना गर्ने भन्ने विषयमा चाहिँ त्यति खुलेर आएका कुराहरू म त्यति देख्दिनँ क्या। तर रासोपाको चाहिँ एकदम क्लियर यसमा भिजन के छ, म हजुरबाट एकदम बुझ्न चाहन्छु। तब मात्रै हामी तपाईँहरूलाई एकदम भोट दिने। धन्यवाद। म पनि यही क्षेत्रको तपाईँको भोटर हो। सबभन्दा पहिला त तपाईँलाई यो आसन्न निर्वाचनमा चाहिँ विजयको लागि हार्दिक शुभकामना। मेरो प्रश्न मेरो पनि यही दाइले भन्नुभयो जस्तै प्रश्न छ। एकदम कस्तो भने हामीले खोजेको लिडर चाहिँ कस्तो भने यो अहिलेको जुन जेनेरेसनलाई हामी रिप्रेजेन्ट गर्ने कुरा गरिरहेको छौँ नि, त्यो जेनेरेसनले चाहिँ खोजेको भनेको नायक फिल्मको अनिल कपुर जस्तो एकदम रातारात चेन्ज गर्ने खालको होइन। मैले नै स्वयं पनि 48 सालदेखि यता लगातार फरक तपाईँको व्यवस्थाहरू हेर्दै आएँ, देख्दै आएँ। मतलब प्रत्येक जनताहरू कोही पनि सन्तुष्ट छैन, व्यवस्थासँग सन्तुष्ट छैन। तपाईँहरूको म हिजो अस्ति भर्खर पनि एउटा टुरमा गएको थिएँ, मैले देखेँ वीरगन्जमा पनि तपाईँहरूको जनलहरलाई त मेरो एकदम सेल्युट छ, सम्मान छ होइन छ। सो तपाईँसँग चाहिँ एज अ यहाँ क्षेत्रको मेरो प्रति के भन्छ भोटर भएको हिसाबले मेरो सिम्पल दुईवटा कुरा छ। जहिले पनि दाइले भन्नुभयो जस्तै लिडरसिपले के गर्छ भने आफ्ना आसेपासेलाई पोस्ने अनि त्यसपछि तपाईँको जब जवाफदेहिताको कुरा आउँछ, यो प्रश्न सोध्ने मान्छेहरू हुन्छन्, त्यो प्रश्नसँग तर्केर हिँड्ने नगर्ने गर्छ। मेरो सिम्पल एउटा क्वेसन चाहिँ तपाईँ यदि सरकारमा पुग्नुभयो भने प्रत्येक सोधिएका प्रश्नको जवाफ दिन सक्नुहुन्छ कि सक्नुहुन्न, या निडर भएर जवाफ दिनुहुन्छ कि दिनुहुन्न, या तपाईँ प्रश्न सोध्ने ठाउँमा पुग्नुभयो भने प्रश्न सोध्नुहुन्छ कि सोध्नुहुन्न, एउटा कुरा। अनि अर्को एउटा भनेको चाहिँ जुन अघि मैले भने जस्तै तुरुन्तै खोज्ने मतलब इन्स्ट्यान्ट विकास खोज्ने जनताका लागि। किनभने तपाईँले नीति निर्माणका कुराहरू गर्नुभयो भने नीतिले लामो समयमा दिन्छ, त्यो हामीलाई थाहा छ। नीतिले चाहिँ नीति बन्छ, कानुन बन्छ, कानुनले लामो समयमा जनतालाई राहत दिन्छ। तर आजको जनता यति आक्रान्त छ कि, यति पीडादायी अवस्थामा छ कि इन्स्ट्यान्टली तपाईँले या तपाईँको पार्टीले के गर्न सक्छ, 1, 2, 3मा केही चिजहरू छन् भने त्यो भनिदिनु भयो भने जनता साह्रै खुसी हुन्छ। धन्यवाद। एमसिसी र चाहिँ नि एसएसपी भन्ने जुन सम्झौताहरूका कुराहरू हुन्छन् नि, यो कुराहरूलाई चाहिँ नि राष्ट्रिय स्वतन्त्र पार्टीले कसरी ट्याकल गर्छ। किनभने एमसिसीमा कतिपय बुदाहरू यस्ता पनि छन् कि जुन हाम्रो राष्ट्रहित विपरीत छन् होइन। हुन त अब रवि राम छानेले कार्यक्रम पहिला चलाउँदाखेरि त्यहाँ प्रस्तुत हुँदाखेरि भन्नुभएको त छ, उहाँ एमसिसीको विरोध गर्नुभएको थियो। अब त्यो त लागू पनि भइसक्यो, त्यसमा जो संसदले नै पारित गरेर गइसकेका चिज छ, त्यो चिजलाई चाहिँ कसरी ट्याकल गर्नुहुन्छ। हामी केही हदसम्म अलिकति चाहिँ नि अन्तर्राष्ट्रिय राख्दा पनि ज्ञान राख्दा पनि केही हिसाबले चाहिँ त्यो कुराहरू चाहिँ ठिक छैन कि भन्ने महसुस हुन्छ होइन। अब यो कसरी यो चिज दुईवटा चिजलाई चाहिँ कसरी ट्याकल गर्नुहुन्छ। अरू बाँकी कुराहरू भने त राष्ट्रमा अन्तर्राष्ट्रिय
चाहिँ नि हस्तक्षेप भएनन् भने आफ्ना देशमा भित्रबाट इन्टरनल गर्नुपर्ने कुराहरू त अटोमेटिक हुँदै जालान्, बाटाघाटा बढ्ने विकासका कामहरू त। तर यी दुईवटा चिजलाई चाहिँ मैले तपाईँलाई प्रश्न पार्नु चाहेँ है, किनभने अब तपाईँहरूले बहुमतै राष्ट्रिय सभामा बहुमतै ल्याउन पनि अर्को 4 वर्ष लाग्छ। त्यसमा पनि तपाईँहरूले स्थानीय चुनावमा पनि त्यही हिसाबले नै प्रस्तुत हुनुपर्ने हुन्छ, न त त्यो पनि सम्भव छैन भनेपछि त अलि अप्ठ्यारो छ कि स्थिति जस्तो लाग्छ। यसलाई चाहिँ कसरी ट्याकल गर्नुहुन्छ भन्ने मात्र कुरो हो। रोजगारी सिर्जना नेपालमा धेरै गाह्रो छ भन्ने भाष्य निर्माण भइरहेको छ। मलाई त्यस्तो लाग्दैन। मैले प्रचण्डजीको क्याबिनेटमा 2 चोटि रहँदाखेरि मैले पटक पटक प्रचण्डजीलाई के रिक्वेस्ट गरेँ भने 3 सिफ्टमा काम गरिहालौँ, सुरु गरिहालौँ। नेपालमा विकास गर्न बाँकी छ, नेपालमा पैसाको समस्या छैन, कहाँबाट कसरी छैन भन्ने कुरा त्यो हामी बताउँला, त्यो पनि आवश्यक पऱ्यो म बताउँला। अनि काम गर्ने मान्छे छ, विकास गर्ने ठाउँ छ, बेरोजगार छ, कुरा त मिल्दै मिलेन। काम गर्ने ठाउँ छ भनेको त काम गर्न पर्यो, काम गर्ने दिने बित्तिकै त रोजगार सिर्जना भइहाल्यो नि त। यो हजुरको हामीले चाहिँ बाटो बनाउने मात्रै नसोचौँ, हरेक क्षेत्रमा, आइटीको क्षेत्रमा हेर्नुहोस्, मेडिकलको सेक्टरमा हेर्नुहोस्, शिक्षाको क्षेत्रमा हेर्नुहोस्, सबै ठाउँमा चाहिँ काम गर्ने ठाउँ बाँकी छ। र हामीले चाहिँ बेरोजगार साथीहरू हुनुहुन्छ भनेर 3 सिफ्टको काम गराउने भन्ने एउटा प्रयास हामीले गरिसकेका छौँ। मलाई लाग्छ क्याबिनेटको पहिलो बैठकबाटै हामी यो निर्णयमा पुग्छौँ भन्ने मलाई लाग्छ। हामी यसमा काम गरि नै सकेका छौँ, गरि नै रहेका छौँ। सरकार त बनाउँछौँ, सरकार बनाइसके पछाडि सोच्ने फुर्सद हामीसँग हुँदैन भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ। अघिल्ला सरकारहरूले काम गरेको 100 दिन हेर्ने हाम्रो जेनेरेसन थियो भने अहिले भाइहरूको जेनेरेसन 7 दिनपछि हामीसँग रिजल्ट माग्ने जेनेरेसन छ। यो हामीले राम्रोसँग बुझेका छौँ। अब पनि सरकार यो देशको लागि सबैभन्दा क्रिटिकल र सबैभन्दा छिटो रिजल्ट दिनुपर्ने सरकारको रूपमा चाहिँ सरकार बन्दैछ। यसमा एकदमै राम्रोसँग हामीले अध्ययन गरेर त्यसमा काम गरिरहेका छौँ। रोजगार सिर्जना गर्नलाई सजिलो छ नेपालमा, हामी गर्न सक्छौँ। म तपाईँलाई व्यवहारमा नउतारेसम्म मैले नि भाषणै गर्ने हो। त्यस कारणले त्यहाँ पुगौँ र त्यो पावरलाई सदुपयोग गरेर रोजगार सिर्जना गर्न सकिन्छ नेपालमा। कल कारखानाको कुरा गर्नुभएको छ, मैले हिजो पनि कतै एउटा उत्तर दिएको थिएँ, त्यसो मलाई अलिकति उहाँहरूले मेरो कुरामा चित्त बुझाउनु भएको थिएन। हामी चाहिँ अहिले विश्वमा यस्तो प्रविधि आइसक्यो, पैसा भएको मान्छे चन्द्रमाको होटलमा गएर सुत्न सक्छ। अहिले भनेको हामी चाहिँ पानीको लडाइँ लडिरहेका छौँ। अनि बालाई अस्पताल लाँदाखेरि पैसा नभएर मेरो बालाई बचाउन नसकिरहेको अवस्था हामी लडिरहेका छौँ। त्यस कारणले कल कारखाना उद्योग भनेको चाहिँ अहिलेको प्रविधि मैत्री, अहिलेको समुदायलाई सुहाउँदो, त्यसबाट फाइदा हुने गरी, फाइदा भनेको पैसा मात्रै हुँदैन हजुरको, यो समाजलाई फाइदा गर्नु पर्यो, प्रदूषणमा ध्यान दिनु पर्यो, अहिलेको प्रविधिलाई ध्यान दिनु पर्यो। त्यो उत्पादन गर्दाखेरि त्यो उत्पादनबाट मूल्य प्राप्त हुनु पर्यो, त्यो चाहिँ यो बजारलाई सुहाउँदो हुनु पर्यो। व्यापार त्यसै गरी त्यसले कमाउनु पर्यो। व्यापार भनेको सरकारले गरेको होस् या निजी क्षेत्रले गरेको होस्, लगानी गरेपछि कमाउनु पर्यो, त्यो त्यसको धर्म नै त्यही हो। त्यस कारणले चाहिँ कल कारखाना आवश्यकताको आधारमा कुनलाई जोगाउने, कुनलाई चाहिँ त्यसमा अरू प्रविधि प्रयोग गरेर नयाँ कल कारखाना आवश्यकता अनुसार जाने भन्ने हो। अबको कल कारखाना भन्दा नि अब हामीले प्रविधि, अब हामीले आइटी सेक्टर, अब हामीले तपाईँको चाहिँ गुगललाई अथवा तपाईँको हामीले चाहिँ एप्पलहरूलाई चाहिँ हाम्रो हिमाली क्षेत्रमा ल्याएर चाहिँ हामीले सर्भरको स्टोरेज गर्नको लागि चाहिँ अब हामीले ठाउँ दिने बेला भयौँ क्या हामी। त्यस कारणले हामी त्यो प्रविधिमा जानुपर्ने भएर हामी त्यतातिर जानुपर्छ। कल कारखाना हुन हुँदैन, उद्योगहरू बन्द गर्नुपर्छ भन्ने पक्षमा हामी छैनौँ। समाजले अहिलेको प्रविधिले, अहिलेको 21औं शताब्दीले माग गरे अनुसार जोगाएर लिएर जाने हो। प्रश्नको उत्तर त म आज पनि दिइराखेको छु, मन्त्री हुँदा पनि दिएकै छु, सांसद हुँदा नि दिएकै छु, सदनमा रामहरि खतिवडालाई पनि दिएकै हो। त्यस कारणले प्रश्नसँग कहिले पनि डराउँदैन। नेपालको राजनीति देश पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आउँदाखेरि अन्यथा नसुन्नुहोस् मैले भनेको शब्दलाई। राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको मान्छेलाई यस्तो पनि प्रश्न आउन सक्छ, तिमी जन्मदा कपडा लाएर जन्मेको थियौ कि नाङ्गी जन्मेको थियौ भनेर सोध्ने प्रश्नसम्म आउन सक्छ भने हामी सचेत छौँ। त्यस कारणले यसमा हामी कहिल्यै डराउँदैनौँ। तुरन्त गर्न सक्ने काम भनेर यहाँले भन्नुभएको छ। अहिले जनताको आक्रोश भनेको सुशासन मात्रै हो। तपाईँहरूलाई लाइसेन्स ट्रायल सकेपछि 2 घन्टामा त्यो कार्ड आउनु पर्यो, मैले जानेको त्यति हो। त्यो 2 घन्टामा कार्ड आउँछ, त्यो प्रविधिले गर्न पनि सक्छ। त्यो केही ठुलो कुरै होइन क्या हजुर। पासपोर्ट लिनलाई तपाईँ कहिले पासपोर्ट कार्यालय धाउनु पर्दैन। ल्याब चाहिँ नेपालमा एकचोटि लगाएपछि जिन्दगीभर फेरि लगाउनु पर्दैन। त्यसैले यस्तो कुराहरूमा हामीले डेलिभरीमा यसलाई समराइज गरेर एक शब्दमा भन्नुपर्दा डेलिभरी चाहिँ म 7 दिनमा हुन्छ जस्तो लाग्छ।
तर 7 दिन भन्यो भने अलि स्टन्टबाजी गर्यो भन्छन् हाम्रो साथीहरूले। त्यस कारणले म श्रम स्वीकृति 2 मिनट 44 सेकेन्डमा हुने बनाएको मैले, तर मैले 1 घन्टा भनेको, किनभने 2 मिनट 44 सेकेन्ड भन्दा बताइदिँदै नबताइदिनु भयो क्या हजुरको साथीहरूले। काम त 2 मिनट 44 सेकेन्डै लाग्दैन, तर अलिअलि समाजले पत्याउने, समाज त हामीले फेरि सुधार्दै लानुपर्ने छ नि त, किनभने विगतदेखि हामीले सिक्दै आएको कुरा एकैचोटि त्यो उसको चाहिँ क्वाइनको अपोजिट भए जस्तो हुँदैन। त्यो भएर हामी चाहिँ सुशासनमा काम गरौँ सबैजना मिलेर। तर म यहाँ उपस्थित भाइहरू अनि साथीहरूलाई, दिदीहरूलाई मेरो एउटा अनुरोध चाहिँ के हो भने, मलाई जिताउन त तपाईँहरूले सहयोग गर्नुहुन्छ, तर जितिसकेपछि यसलाई असफल बनाउनुपर्छ भने लाग्दिनु भएन। मलाई असफल बनाउनु भनेको 9 नम्बर क्षेत्र असफल हुनु हो। त्यस कारणले हामी सबै मिलेर काम गरौँ। मलाई भेट्नको लागि मेरो कोही आसेपासेलाई भेट्नु पर्दैन। मेरो नम्बर सार्वजनिक छ, मेरो वेबसाइट सार्वजनिक छ, मेरो सामाजिक सञ्जाल सार्वजनिक छ, मेरो टेलिफोन नम्बर सार्वजनिक छ, मेरो इमेल सार्वजनिक छ। मैले अहिले नै गुनासोको लागि चाहिँ तपाईँको QR बनाएर सार्वजनिक गरेको छु। त्यहाँ मलाई गाली गर्नुहोस्, मलाई माया गर्नुहोस्, त्यहाँ सुझाव दिनुहोस्, मलाई चाहिँ गर्नुपर्ने काम के काम गर्नुपर्छ, यो ठाउँमा पहिलो गर्नुपर्ने काम के हो। तर यो ठाउँमा काम गर्दाखेरि 2टा परिवारलाई मात्रै फाइदा हुने काम गर्न हामी सक्दैनौँ। हामीले प्रायोरिटी बेसमा सबभन्दा धेरै मान्छेलाई सहयोग हुने के हुन्छ त्यहाँबाट सुरुवात गरौँ। यदि प्रतिनिधि सभाले गलत निर्णय गर्यो भने राष्ट्रिय सभाले रोक्ने हो। तपाईँको प्रदेशमा हामी छ कि छैन, स्थानीयमा हामी छ कि छैन, केही चिन्ता नगरौँ न। स्थानीयमा भए नेपाली जनतै होला, प्रदेश सभा नेपाली जनतै होला। नेपाली जनताको लागि काम गर्दाखेरि त्यो निर्णयलाई सहमति नजनाउने, त्यो निर्णयलाई सदर नगर्ने मान्छे यो देशमा सायद जिम्मेवारीमा बसिरहनु त्यति सजिलो छ जस्तो अब लाग्दैन मलाई चाहिँ लाग्दैन। त्यस कारणले 23 र 24 गतिको घटना, मेरो छोरा तपाईँको छोरा र छोरी मारिनुको पछाडिको धेरै अर्थ छ हजुर यो देशमा। त्यस कारणले मैले पटक पटक भन्ने गरेको यो निर्वाचन यो देश बन्ने निर्वाचन अथवा यो देशलाई अरू सकाउने निर्वाचन हो। त्यस कारणले यो निर्वाचनमा मत छर्ने अधिकार हामीसँग छैन। यो निर्वाचनबाट निर्णायक हुनैपर्छ। यो देशको लागि निर्णायक निर्वाचन हो। तपाईँ हामीले देखेको जस्तो विगतका निर्वाचन र भविष्यको निर्वाचन हुने जस्तो निर्वाचन होइन। त्यस कारणले मलाई लाग्छ यो देशको कर्मचारीहरू, यो देशमा सेवा दिनको लागि जिम्मेवारीमा रहनु भएको नेपाली सेना होला, प्रहरी होला, राष्ट्र सेवक अरू कर्मचारीहरू हुनुहोला, सांसदहरू प्रदेशको होला, सङ्घीय होला, अथवा चाहिँ जनप्रतिनिधि वडादेखि पालिका कुनै ठाउँको पनि अब इमान्दार हुन बाध्य हुनुपर्छ, जनताको लागि काम गर्न बाध्य हुनुपर्छ। त्यस कारणले त्यो देखाउने काम सरकारबाट हामीले सुरुवात गर्ने हो र अरूले त्यसलाई पालना गर्नुपर्छ। त्यो गरिएन भनेदेखि ढिलो र छिटो हो सबैले कुर्सी मैले सधैँ यो कुर्सीमा बस्न पाउँदिनँ भन्ने कुरा मैले बुझ्नु पर्यो। म सधैँ 9 नम्बर क्षेत्रमा मनै होइन, मैले राम्रो काम गरेँ भने घन्टी बोकेर आएर जो बोकेर आए पनि जित्छ। 9 नम्बर क्षेत्रमा मैले राम्रो काम गरेँ भने घन्टी बोकेर जो आए पनि जित्छ। तपाईँको यदि मैले राम्रो काम गरेन भने टिपी अरियाल भन्दा खतरा भुडी भएको होला, टाउको भएको होला, अनुहार राम्रो भएको होला, नाक चुचो भएको होला, थेप्चो भएको केही अर्थ राख्दैन हजुर। त्यस कारणले जनता एकदमै जागरुक भइसकेको छ, बुझिसकेको छ। जनताहरू मेरो हजुरबाको पालाको जस्तो जनता हुनुहुन्न। मन्दिरमा जाऊ अथवा चाहिँ पूजा गर अनि तथास्तु अनि ज्योतिषीलाई भन तथास्तु, त्यो जमाना अब छैन। जनताहरू धेरै विद्वान भइसक्नु भएको छ। मत हाल्नु अगाडि 20 चोटि सोच्नुहुन्छ। त्यस कारणले यो मत भनेको लगानी हो। अहिले गरेको हाम्रो लगानी 5 वर्ष हामी नबाच्न पनि सक्छौँ। मैले गरेको लगानीबाट प्रतिफल पाउनुपर्छ मैले। मेरो चाहिँ यसमा यो देशमा रोजगारी कसरी सिर्जना गर्ने, बाटो कसरी बनाउने, पानी कसलाई दिने भन्ने खालको प्रश्न छैन। मेरो एउटा महत्त्वपूर्ण क्वेसन के छ भने, तपाईँले योभन्दा अगाडिको पालिको चुनावमा तपाईँहरूले प्रदेश सभालाई बाइकट गरेर हिँड्नु भएको थियो। अबको चुनावमा प्रदेशलाई बाइकट गर्नुहुन्छ कि प्रदेशमा भोट हाल्नुहुन्छ? प्रश्न। भालेन्साले गएर तराईमा बोलिसक्नुभयो, अब तपाईँहरू काठमाडौँ जानु पर्दैन भनेर भन्नुको अर्थ मैले आफ्नो बुझाइमा के बुझेँ, तपाईँहरूले चाहिँ प्रदेशलाई एक्सेप्टेन्स गरिसक्नुभयो। तपाईँले आज नेपालको इकोनोमीलाई राइज गर्छु भन्दै गर्दाखेरि सबसे ठुलो काँडो परेको, खिल परेको भनेको प्रदेश हो। पैसा मात्र दिन परेको छ, अधिकार दिन सकेका छैन, काम छैन, स्थानीय निकाय यत्तिकै छ होइन। यसमा तपाईँहरूको क्लियर कुरा 1 नम्बर चाहियो है। यो कुरा चाहिँ एकदमै क्लियर, भोट कसलाई भन्ने कुरो होइन। मध्य भोट यो पालि नआउला क्या सर, ठिक छ अहिलेसम्म त मरेका छौँ, 4 वर्ष फेरि मरौँला, अर्को पालि एक चाहिँ होइन सबै भएछ तपाईँलाई जिताउँला। तर कुरो क्लियर भएर जानु पर्यो। जस्तो अहिले पुरानो पार्टीले जस्तो चाहिँ यसो गर उसो गर भनेर बोल्नलाई त म अहिले यहाँ देशलाई चाहिँ सिङ्गापुर बनाइदिन्छु, बोलेर हुँदैन, गरेरै चाहिँ जाने हो। त्यही भएर नीति ठ्याक 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 के हो। अहिले मैले भने एउटा सजेसन, यो चाहिँ मेरो चाहिँ मलाई लाग्यो तपाईँले रोजगारी सिर्जना गर्न सकिन्छ भने, मैले त उसमा एकदम म इन्जिनियर मान्छे हो, मलाई पनि रोजगार नेपालमा सजिलै सिर्जना गर्न सकिन्छ भन्ने मान्छे।
कस्तो गर्छौँ भने हामी बजेट निकाल्छौँ, वडा नम्बर 13लाई 5 लाख रुपियाँ 7 जना महिलालाई सिलाइ बुनाइ, 3 लाख रुपियाँ कुक ट्रेनिङ, 11 लाख रुपियाँ फलानु होइन। ट्रेनिङ गरी कतिजना हुन्छन्? 6 जना महिला। कपाल बाट्ने ट्रेनिङ आयो त्यही 6 जना महिला, भात पकाउने ट्रेनिङ आयो त्यही 6 जना महिला, अनिखेरि अब नाच्ने आयो त्यही 6 जना, जे आयो त्यही 6 जना। अनि तिनले काम गर्ने होइन, तिनले काम गरेर तिनीलाई त ट्रेनिङ दिनु पठाउने, आगो भात ट्याक्कल दिने, फेरि घर आउनु पर्ने, अर्को ट्रेनिङ आउँछ फेरि त्यही गइहाल्ने होइन। अब छैन त्यसको केही उपयोगिता। के गर्न सकिन्छ त? के गर्न सकिन्छ त? 8-10 लाख रुपियाँले बरु एउटा भर्खर इन्जिनियरिङ पास गराएर एउटा रिसर्च गरेर दिउँ न। एउटा 10 लाख रुपियाँ रिसर्च तँलाई यो विषयमा रिसर्च गरेर आइज। रोजगारीको कुरा गर्दाखेरि देशमा यो श्रमिकहरूको न्यूनतम स्यालेरी भन्छ नि, त्यो एउटा सरकारले तोकेको छ। तर अब अहिले हामीले कस्तो देख्छौँ, मान्छेले बिहान 8 बजेदेखि बेलुका 5 बजे 6 बजीसम्म काम गर्दा 10,000 5,000 तलबमा पनि काम गरिरहेको हुन्छ। त्यसमा एकरूपता ल्याउनको लागि, त्यो कार्यान्वयन गर्नको लागि चाहिँ तपाईँहरूले भोलि एउटा भूमिका निभाउने ठाउँमा पुग्दाखेरि त्यसलाई कसरी कार्यान्वयन गर्नुहुन्छ? अनि जस्तो म जस्तो युवा, म पत्रकारिताको विद्यार्थी हो, मैले 3-4 वर्ष भइसक्यो ब्याचलर सकेको पत्रकारितामा, तर म पत्रकारिता फिल्डमा काम गरिरहेको छैन। तर अब म त्यही पत्रकारिता फिल्डमा काम गर्ने हो भने मैले अहिले गएर 15-20 हजार भन्दा बढी तलबमा मैले कुनै पनि मिडिया हाउसमा काम पाउँदिनँ, मैले केही गर्न पनि सक्दिनँ। अझै त्यो पनि कति गाह्रो छ, 5 महिना 6 महिना तलब नदिने मिडियाका मान्छेहरूलाई नै थाहा छ कति समस्या छ। त्यस्तो हामी जस्तो युवाहरूको समस्या समाधान गर्नलाई, एड्रेस गर्नको लागि तपाईँ भोलि एउटा भूमिका निभाउने ठाउँमा पुग्दाखेरि, तपाईँहरूको सरकार बन्दाखेरि, तपाईँ एउटा जिम्मेवारी भूमिकामा पुग्दाखेरि हाम्रो त्यो मागहरूलाई चाहिँ कसरी सम्बोधन गर्नुहुन्छ? र त्यसै गरी अहिले हामीले तपाईँलाई आउने चुनावमा भोट हालेर जितेर पठाउँदै गर्दाखेरि भोलि तपाईँ चाहिँ संसदमा पुगेर तपाईँहरूको सरकार बनेर सरकार चलाउँदै गर्दा हामीले भोट चाहिँ ल गलत मान्छेलाई दिएछ कि भनेर त्यो रिग्रेट गर्ने दिन चाहिँ, हामीले त्यो पश्चाताप गर्नुपर्ने दिन चाहिँ आउन नदिनु होला भनेर म एकदम त्यो चाहिँ अनुरोध गर्दछु। हस्, धन्यवाद। हजुरको जतिकै जिम्मेवार मेरो पनि छ, म कार्यकर्ता हुँ। मेरो नितान्त फरक प्रश्न छ। अब आउँदै गरेको यो हालको निर्वाचनमा रासपा तपाईँको अत्यधिक बहुमतले जित्छ भन्ने सबैलाई तपाईँको मानसिक प्रिपेयर पनि छ, हामी चाहिँ रेडी पनि छौँ। र विपक्षी अथवा हामीभन्दा फरक धारमा आस्था राख्नेहरूलाई चाहिँ तपाईँको एकदम तपाईँको हामी चुनावबाट हारिन्छौँ, बाहिर निक्लिन्छौँ भन्ने त्रासले चाहिँ सताइरहेको छ। यसलाई चाहिँ सुरक्षित तवरले तपाईँहरूले हामीलाई भोट खसाल्ने माध्यम, ब्यालेटमा भोट खसाल्ने ठाउँसम्म सुरक्षित तवरले पुगेर तपाईँ भोट खसाल्ने वातावरण कसरी सृजना गर्न सक्नुहुन्छ, सुरक्षाको प्रत्याभूति दिन कसरी सक्नुहुन्छ, यो कुरालाई चाहिँ तपाईँहरूले एकदम ध्यान राख्नुपर्नेछ। पर्दा पछाडिहरू घन्टीमा तपाईँको धेरै आवाज छ, बाहिर चाहिँ प्रस्फुटन हुन नसके पनि तपाईँको अत्यधिक हामी अर्खाँचीमा जम्मा 9 जना थियौँ, अहिले चुनाव जित्ने स्थितिमा छौँ। म त यहीँ नामसारी गरिरहेको छु है। यो यहाँलाई बित्दैछ, यसबारे चाहिँ हामी चनाखो हुन जरुरी छ। प्रदेशसभा हामीले प्रदेशसभा खारेज गर्नुपर्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले कहिल्यै पनि काहीँ पनि बोलेको छैन। हामीले के भनेका छौँ भने प्रदेशसभा चाहिँ एकदमै महँगो भयो, हामीले चाहिँ थेक्न गाह्रो भयो, यसलाई सानो बनाऊ, 4-5 जनाको बनाऊ र यसलाई चाहिँ राखौँ। किनभने प्रदेश ल्याउनको लागि केही मान्छेहरूले आहुति दिएको छ, रगत बगाएको छ। त्यस कारणले यसलाई त्यति हल्का रूपमा चाहिँ हामीले फालिदिन्छौँ भनेर राष्ट्रपाले हल्का रूपमा टिक्का टिप्पणी यसलाई नगरौँ। न्यूनतम तलबको व्यवस्थापन म आफै श्रम मन्त्रालय सम्हालेको हुनाले हामीले न्यूनतम तलब दिनै पर्छ, सामाजिक सुरक्षा कोषमा जानै पर्छ भन्ने विषयमा एकदम स्पष्ट भइसकेको छ। यो कार्यान्वयन मात्रै नभए यो कार्यान्वयन हुन्छ। हजुर, क्याबिनेटको पहिलो दोस्रो बैठक तपाईँहरूले एकदम अब यो एउटा तपाईँहरूले यदि इस्टाब्लिस गरिदिनु भयो समाजमा भने म खुसी हुन्थेँ। नेपालको इतिहासमा अब हुने क्याबिनेटको पहिलो र दोस्रो बैठक नेपाल बन्ने बैठक हुन्छ। हजुर, त्यसमा त्यो त्यहाँ बसेर सोच्ने होइन। हजुर, चुनाव जितेपछि हामीले सोच्दैछौँ। हजुर, कसले चुनाव जित्छ त्यो त हामीले अनुमान गर्न सक्छौँ। त्यस कारणले जनताले मत दिएपछि चुनाव जित्ने हो, जनताले मत दिन आतुर हुनुहुन्छ। तर मत पाइसकेपछि त्यसलाई सदुपयोग कसरी गर्ने भनेर कामहरू भइराखेको छ। त्यस कारणले यसमा चाहिँ तपाईँहरू सजग भइदिनुहोस्, तपाईँहरू सचेत भइदिनुहोस्। त्यो भयो भने यो तलब सेवा सुविधा अनि अहिले तपाईँहरूले भने जस्तो हामी पार्ट टाइम जबमा जानुपर्छ, 1 घन्टे 2 घन्टे 3 घन्टे जसले जति घन्टा काम गर्न चाह्यो त्यति घन्टामा जानुपर्छ। शान्ति सुरक्षाको कुरा गर्नुभएको छ, गम्भीर विषय हो। नेपाल सरकार यसमा सचेत छ। अहिलेको अन्तरिम सरकार जसले चुनाव गराउन भनेर आएको छु ऊ अत्यन्तै सजग छ। यसमा नेपाली सेना परिचालन भइसकेको अवस्था छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी र सबैभन्दा मेन सुरक्षा घेरा को हो थाहा छ हजुरहरूलाई? मतदाता जनता आफै हो। मतदाता जनता आफै हो। र मतदाताले जनताले गलत काम गर्नेलाई त्यही कठलामा समात्न तयार हुनुपर्छ। तर
हामी हात हतियार प्रयोग गर्ने, हामी त्यहाँ झै झगडा गर्ने त्यो होइन। जसले गलत गरेछ उसलाई ससम्मान चाहिँ गलत गर्नुभयो, तपाईँले गलत गर्नु हुँदैन भनेर सम्बन्धित निकायलाई जिम्मा लगाइदिने गरी देशभरि हामी मतदाता सचेत हुनुपर्छ। यसपटक शान्ति सुरक्षा कायम गर्ने मतदाताले हो, नेपाली जनताले हो। त्यस कारणले नेपाली जनताले यो देश बनाउन खोज्दैछ। यसपटकको मतदाताले देशको लागि, देश निर्माणको लागि मतदान गर्न खोज्दैछ। जनतालाई यही देशमा बस्ने वातावरण बनाउनको लागि मतदान गर्न खोज्दैछ भने त्यो मतदानलाई बितोल्न खोज्ने, त्यो मतदानलाई अप्ठ्यारोमा लिएर जान खोज्ने, त्यो मतदानलाई अथवा त्यो मतपट्टिकालाई गलत ठाउँमा प्रयोग गर्न खोज्ने मान्छेहरू यो देशद्रोही हो। यो देशको अहितको लागि उसले काम गर्न खोज्दैछ भन्ने कुरा मतदाता स्वयंले बुझ्नुपर्छ। त्यस कारणले नेपाल सरकारको तर्फबाट, राजनीतिक दलहरूको तर्फबाट हामी अत्यन्तै संयम भएर निर्वाचनमा जाउँ भनेर अपिल हामीले निरन्तर गरिरहेका छौँ। हामी गरिरहन्छौँ। पार्टी सभापतिज्यूले, वरिष्ठ नेताज्यूले हामी सन्देशहरू पनि पठाउँछौँ। निर्वाचनभन्दा अगाडि हामी जनताको ले थाहा पाउने गरी सामाजिक सञ्जालबाट, मिडियाबाट हामी सन्देश पनि पठाउँछौँ। नेपाल सरकारले पनि त्यसमा दिनदिनै जस्तो कार्यक्रमहरू गरिरहेको छ, सन्देश पठाउने। निर्वाचन आयोग यसमा सचेत छ। त्यस कारणले चाहिँ म यहाँलाई यही कुरा राखेँ र आजको कार्यक्रम पनि यहीँ समापन भएको घोषणा गर्दैछु। तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। फेरि छिटो तपाईँहरूसँग भेट्ने गरी आजलाई बिदा हुन्छु। धन्यवाद, नमस्कार। नमस्कार साथीहरू, अहिले हामी यहाँ किम्सीमा छौँ र यहाँ भर्खरै हामी राष्ट्रपाको हाम्रो डोलप्रसाद अर्याल उपाध्यक्ष माथि आउनुभएको थियो अनि हामी यहाँ हाम्रो एकजना युवा साथी हुनुहुन्छ। उहाँले आफ्नो परिचय के गर्नुहुन्छ सबै बताउनुहुन्छ अनि अन्ततिर हामी चुनावको माहौलको बारेमा पनि सोधौँ। नमस्कार। हजुर नमस्ते, मेरो नाम सबिन गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध पनि छु। नागार्जुन नगरपालिका वडा नम्बर 7 को इकाइ सभापतिको रूपमा काम गरी आफ्नो भूमिका निर्वाह गरिरहेको छु र म पेसाले व्यवसायी हो। व्यवसायमा संलग्न छु। के व्यवसाय? मेरो चाहिँ यो इन्टेरियर डिजाइनिङ सम्बन्धी यो सोफाको, मेरो सोफाको कारखानाको व्यवसाय छ। कहाँ छ यो चाहिँ मेरो चन्दागिरी नगरपालिका वडा नम्बर 1 दहचोक सृजना चोक भन्ने ठाउँमा छ। थ्याङ्क यू हाम्रो गौतमजीलाई। अब हामी बिस्तारै अगाडि बढौँ। अलिकति पढाइ कता पुर्याउनु भयो, कति पुर्याएर छोड्नुभयो कि जारी? होइन, मैले मास्टर्स इन बिजनेस स्टडिज MBS पब्लिक युथ कलेजबाट गरेँ र मैले ब्याचलर पनि मेरो पब्लिक युथ कलेजबाटै भयो। त्यो धोबी चौर हजुर। थ्याङ्क यू। अनि यो व्यवसाय सुरु गर्नुभएको चाहिँ कति भयो? म व्यवसायमा संलग्न भएको चाहिँ लगभग 5 वर्ष जति भयो। जब मैले आफ्नो हजुर स्नातक पढाइ पुरा गरेँ त्यसपछि म व्यवसायमा लागेँ र मेरो बाँकी फर्दर स्टडी मास्टर्स लेभल चाहिँ मैले व्यापार र स्टडीलाई सँगसँगै अगाडि बढाएर गरेँ। त्यो बिहानतिर पढ्नुहुन्थ्यो होला त्यो भएर। ल थ्याङ्क यू हाम्रो गौतमजीलाई। अब हामी यो राजनीतिक माहौल भएकोले अलिअलि राजनीतिक कुरा पनि गरौँ, किनकि यो अहिले पुरै अब चुनाव आउनलाई एकदम 20-19 दिन मात्रै बाँकी भएको कारणले अब यो 9 नम्बर क्षेत्र अनि यो 7 नम्बर वडालाई राजनीतिक रूपमा कसरी मूल्याङ्कन गर्नुहुन्छ? काठमाडौँ 9 नम्बर क्षेत्र आफैमा एउटा ऐतिहासिक क्षेत्र हो। यो क्षेत्र धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले पनि एउटा महत्त्वपूर्ण सम्भावना बोकेको ठाउँ हो। एक चन्दागिरी नगरपालिका वडा नम्बर 1 जहाँ चाहिँ काजी कालु पाण्डेको समाधि स्थल छ, त्यो पनि काठमाडौँ क्षेत्र नम्बर 9 अन्तर्गतै पर्यो। स्विजरल्यान्ड पार्क, हजुर स्विजरल्यान्ड पार्कलाई हामीले चाहिँ ऐतिहासिक र पौराणिक नामले यसको ऐतिहासिक महत्त्व पनि बोकेको भएर त्यो मौलिकतालाई झल्काउने किसिमको नामलाई चाहिँ हामीले प्रोत्साहन गर्नुपर्छ भनेर हामीले छापेचौर भनेर हामीले निर्णय गरेका छौँ। त्यसलाई चाहिँ हामीले अहिले स्विजरल्यान्ड पार्क भन्न छोडेर छापेचौरको रूपमा चाहिँ त्यसलाई हामीले नामाङ्कन गरेका छौँ र हाम्रो पार्टीमा आम चलनमा पनि त्यो हुन्छ र बद्रीनारायण धाम जस्ता ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रले पनि यसको महत्त्व बढाएको छ र यो क्षेत्रले विभिन्न कालखण्डमा विभिन्न समयहरूमा महत्त्वपूर्ण योगदान पुर्याएको मैले महसुस गरेको छु। थ्याङ्क यू। अब यो चुनावको माहौल भएको कारणले यो 9 नम्बर क्षेत्र हाम्रो उपाध्यक्षज्यूको लागि कति गाह्रो छ, सजिलो छ, के छ? होइन, यो यस्तो छ, काठमाडौँ क्षेत्र नम्बर 9 भनेको एकदमै रूढिगत राजनीति हुने ठाउँ हो।
यसमा यहाँ चाहिँ विभिन्न पार्टीका पुराना मित्र पार्टीहरूका पनि एकदमै सङ्गठित तपाईँको सङ्गठनहरू छन्। भित्रभित्र तपाईँको पुगेका चुस्त दुरुस्त सङ्गठनहरू छन्। यहाँ एकदमै दिग्गज नेताहरू पनि हुनुहुन्छ। खास गरी वडा नम्बर 7 मा त नेपाली काङ्ग्रेसका धेरै पुराना नेताहरू बिपीका कालखण्डदेखिका नेताहरू पनि हुनुहुन्छ। त्यो अर्थमा पुराना पार्टीहरूका सङ्गठन यो क्षेत्रमा छ। तर यो मैले अघि नै पनि भने यो पालिको चुनाव किन विशेष छ भन्दाखेरि जेनजी शहीदहरूले जुन किसिमको बलिदान योगदान दिएर देशको यो अग्रगामी रूपान्तरणका लागि उहाँहरूले जुन एउटा योगदान पुर्याउनु भयो, आफ्नो प्राणको आहुति दिएर देशका लागि भनेर अब उहाँहरूले शहीद बन्नु भएको छ, देशको लागि भनेर केही गर्नुभएको छ। त्यसको जगमा त्यसको बलमा यो निर्वाचन हुन गइरहेको छ र त्यो अर्थमा जनताहरूको एउटा दरिलो पार्टीको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ र अझ बालेनको उदयसँगै बालेनको यता समायोजन भएसँगै रवि लामिछाने र बालेन्सको जुन एउटा ट्युनिङ छ त्यसले गर्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको माहौल बनेको छ। र हजुरले सोध्नु भएको जुन प्रश्न छ वडा नम्बर काठमाडौँ क्षेत्र नम्बर 9 मा डिपी अर्यालको जित्ने सम्भावना चाहिँ कति छ भन्दै गर्दा उहाँको एकदमै सम्भावना छ। किन भन्दाखेरि उहाँ एउटा सभ्य शालीन एउटा प्रखर वक्ता, पार्टीको एउटा कार्यकारी हैसियतमा बसेर काम पार्टी सम्हालिसकेको अवस्था र कुशलतापूर्वक आफ्नो रवि लामिछाने पर्दा उहाँले कुशल भूमिका निर्वाह गरिसक्नु भएको र यो जनताहरूले नि मूल्याङ्कन गरेका छन्। उहाँको योग्यता, उहाँको ब्याकग्राउन्ड, उहाँ श्रम मन्त्री हुँदै गर्दा अस्ति उहाँको जुन किसिमको कार्य सम्पादन रह्यो त्यसबाट पनि उहाँलाई चाहिँ जित्न गाह्रो हुँदैन भन्ने मेरो ठम्याइ हो। र उहाँ जुन ठाउँमा जानुहुन्छ, हामी काठमाडौँ क्षेत्र नम्बर 9 मा म उहाँ सँगसँगै हिँडिरहेको छु। उहाँ जुनसुकै ठाउँमा जानुहुन्छ जनताको जुन किसिमका उहाँहरूलाई प्रति एउटा सकारात्मक भावना जनताले दर्शाइरहनु भएको छ, सद्भाव शुभेच्छा जनताले जुन दिइरहनु भएको छ, 80-90 वर्षको बाबामाको जुन एउटा शुभ आशीर्वाद शुभेच्छा जुन दिइरहनु भएको छ र जनताको एउटा क्रेज। आज पनि यो कार्यक्रममा तपाईँले देख्नुभयो जुन किसिमको जेनजियुआरको सक्रिय उत्साहपूर्वक सहभागिता रह्यो। त्यसले के दर्शाउँछ, के जनाउँछ भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार डिपी अर्यालको दिग्विजय सुनिश्चित छ। थ्याङ्क यू हाम्रो गौतम सरलाई। अब हामी धेरै लामो नलिउँ, अलिक क्लिप मात्रै राख्न लागेको हो र यो राष्ट्रिय स्वतन्त्र पार्टी अथवा हाम्रो डिपी अर्याललाई अझ बढी मत ल्याउनलाई अथवा सहजै जित्नलाई 1, 2, 3 नम्बरमा केही सुझाव दिनु पऱ्यो भने के गर्न बाँकी छ, के गर्नु पर्ला जस्तो लाग्छ? होइन, अब यस्तो छ, अब जनताहरूको इच्छा आकाङ्क्षा तपाईँको 35 वर्षदेखि पुराना दलहरूले जनतालाई जुन गुमराहमा राखे, बाधाका झन्झना देखाउने तर त्यो पुरा नगरिदिने होइन। जनताको पनि एउटा आकाङ्क्षा के भयो भन्दाखेरि 35 वर्षमा अब जो भनौँ 10 वर्ष जनयुद्धकालमा एउटा भ्याक्युम क्रिएट भयो। जनप्रतिनिधिहरू चुनेर आउने वातावरण बन्न सकेन। त्यसमा के भयो त भन्दाखेरि सांसदसँगै जनताको अपेक्षाहरू धेरै बढेर गए। धारा बनाउने कुरामा, बाटो बनाउने कुरामा, भवन बनाउने कुरा, एउटा सामुदायिक तपाईँको त्यो पनि भयो नि, आधी गरेर छोडिदिने आकाङ्क्षा बढ्यो। तर अहिले चाहिँ के छ भन्दाखेरि यही कुरोलाई चाहिँ 1 नम्बर चुनौतीको रूपमा मैले बुझेको छु। आदरणीय उपसभापति डिपी अर्यालले जनतालाई के बुझाउनु पर्छ भन्दाखेरि सांसदको भूमिका भनेको नीति निर्माण गर्ने काम हो। उहाँहरूले विधायकीको काम गर्ने, उहाँहरूले विधान बनाउने, आवश्यक परेका अल्झिएका जटिल कानुनहरूलाई संशोधन गर्ने र नयाँ कानुनहरू निर्माण गर्ने र पुराना कानुनहरूलाई चाहिँ समय सान्दर्भिक रूपमा परिष्कृत र परिमार्जित गर्दै अगाडि बढ्ने। यो कुरो जनतालाई एउटा सांसदको भूमिका के हुन्छ र काम कर्तव्य र अधिकार के हो भन्ने कुरो बुझाउन जरुरी देख्छु मैले 1 नम्बरमा। दोस्रो कुरो चाहिँ अहिले बढ्दै गइरहेको यो विकृति र विसङ्गति छ देशमा। यो भूराजनीतिक संवेदनशीलता छ। युवाले देशमा गरी खानी बस्ने अवस्था छैन, व्यापार गरेर खाने अवस्था छैन, व्यापार गरेर बसेका युवाहरू पलायन भएर हिँड्नुपर्ने अवस्था छ, अर्थतन्त्र एकदमै जर्जर अवस्थामा छ। यो अर्थतन्त्र उकास्न के गर्न सकिन्छ र पेचिलो बन्दै गइरहेको, एकदमै संवेदनशील बन्दै गइरहेको नेपालको भूराजनीतिलाई, विदेश नीतिलाई कुन तरिकाले हामीले उचित तरिकाले यसलाई सेफ ल्यान्डिङ गराउँछौँ, समन्वय गरेर एउटा ब्यालेन्स डिप्लोमेसीको माध्यमबाट कसरी एउटा दूरदर्शी तरिकाले हामी अगाडि बढ्न सक्छौँ भन्ने कुरामा चाहिँ जनताले यो 2टा कुराहरूमा प्रश्न गर्नुपर्ने आवश्यकता छ। थ्याङ्क यू। अब यो स्वास्थ्य, शिक्षा, रोजगारी, यो 3टा कुरामा गौतमजी के भन्नुहुन्छ? होइन, यो स्वास्थ्य, शिक्षा, रोजगारी भन्ने कुरो एउटा महत्त्वपूर्ण यी 3टा पाटाहरू हुन्। पहिला यो एउटा भनाइ थियो नि, यो घाँस बाँस कवास चाहिँ एउटा मान्छेको आधारभूत अधिकार हो भन्ने कुराहरू थियो होइन। यसलाई आधारभूत अधिकार मात्र नभएर यो आधारभूत आवश्यकता पनि हो। राज्यले शिक्षा, स्वास्थ्य, खानेपानी लगायत सामाजिक सुरक्षा, सामाजिक न्याय जस्ता यी बृहत विषयहरूलाई चाहिँ राज्यले जनतालाई चाहिँ जतिसक्दो प्रभावकारी ढङ्गले सकिन्छ भने निःशुल्क तरिकाले व्यवस्थापन गर्नुपर्छ। यी फेसिलिटीहरू चाहिँ सरकारले, पूर्वाधारहरू चाहिँ निःशुल्क रूपमा आम जनतालाई पुर्याउनुपर्छ भन्ने मेरो धारणा हो। आज कर्णालीमा भएका गरिब जनताले अकालमा ज्यान गुमाउनु परेको छ।
गरिब निमुखाको पहुँचभन्दा धेरै टाढा छ। आज अहिलेको यो साम्रान्त यो स्वास्थ्य प्रणाली छ नि, गरिबले तपाईँको उचित चुस्त दुरुस्त प्रभावकारी स्वास्थ्य सुविधा पाउने अवस्था छैन। सरकारले यसमा शिक्षा र स्वास्थ्य जस्तो महत्त्वपूर्ण कुराहरूमा लगानी एकदमै गर्नुपर्ने देखिन्छ र अरू कुराहरूभन्दा पनि यी कुराहरूलाई हामीले जरेदेखि स्वास्थ्य शिक्षामा व्यापार पनि हुनु भएन होइन, व्यापार पनि हुनु भएन। अब निजीकरणमा हामी एउटा प्रवेश गरेका छौँ होइन, केही हदसम्म अब त्यो गर्नलाई पनि निजीकरणलाई पनि अन्यथा रूपमा चाहिँ लिगिहाल्नुहुन्छ भन्ने मलाई लाग्दैन। तर मुख्य कुरो स्वास्थ्य र शिक्षा चाहिँ सरकारको प्रायोरिटीमा पर्नुपर्छ। संविधानमा त उल्लेख गरेछ क्या र त्यो लागू चाहिँ गर्दैन, लागू गरिँदैन होइन। यो संविधानमा चाहिँ अब समाजवाद भनेर यो गोलमटेल सबैले संविधानवाद यो समाजवाद भनेर भन्छन्। संविधानको प्रारूप अनुसार केही कामहरू पनि अगाडि बढ्न सकेका छन्, मुखमा एउटा, बोलीमा एउटा, व्यवहारमा एउटा। त्यो कुरा चाहिँ एकदमै दुःखद भन्नुपर्छ। हुन्छ, हामी अब अन्तिमतिर पुगिसक्यौँ। म देवसञ्चार.com को प्रधान सम्पादक देव अधिकारी, हाम्रो गौतमजीसँग हामी छोटो भलाकुसारी गऱ्यौँ। यहाँहरूले हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनु होला देवसञ्चार.com लाई र देव अधिकारी देवसर मिडिया के अरे युट्युब च्यानललाई। र अन्तिममा 1-2 शब्दमा के भन्न चाहनुहुन्छ चुनावको बारेमा? होइन, अब यो आफैमा ऐतिहासिक छ। यो एउटा समयको माग, यत्रो जनजीको बलिदानपछि आएको चुनाव हो। यो अवसरलाई हामीले खेर जानु हुँदैन। देश र जनताको एउटा इच्छा र चाहना भावना बोकेर राष्ट्रिय आम मतदाताहरूलाई अनुरोध गर्नु पर्यो होइन। यो त्यही त मैले भन्दैछु, यो चाहिँ एउटा अवसर पनि हो। राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली राजनीतिको एउटा नयाँ युग बोकेर आउँदैछ। सुसंस्कृत राजनीति हाम्रो अभिभार भन्ने एउटा लक्ष्यका साथ हामी आएका छौँ। देश रूपान्तरण गर्ने हामीले 10, 5, 10, 15 वर्ष योजना बनाएर हाम्रो घोषणापत्र पनि आउँदैछ। त्यो पढेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई योपालि अभूतपूर्व रूपमा बहुमत आउने तरिकाले सरकार चलाउन दिनु होला। 5 वर्षको दिगो सरकार दिगो सरकार हामी 5 वर्षको पूर्णकालीन सरकार हामी चलाएर हेर्छौँ। हाम्रो कार्य सम्पादन मूल्याङ्कन गर्नु होला। हामीले गर्न सकेनौँ भने फेरि पनि 5 वर्षपछि चुनाव सुझाव पनि दिनु होला। र यो एउटा रचनात्मक प्रतिपक्षको भूमिका जनताले पनि निर्वाह गरिदिनु होला। संसदमा त भइहाल्छ, तर हामीलाई एकचोटि दिएर चाहिँ हेर्नु होला। अवसर दिनुहोस्, गर्न सकेनौँ भने दण्डित गर्ने अधिकार पनि तपाईँहरूलाई छ। ल, धेरै धेरै धन्यवाद हाम्रो गौतमजीलाई। धन्यवाद, थ्याङ्क यू।